नमस्कार सम्पूर्ण भक्तजन महानुभावहरू। अब श्री स्वस्थानीको 28औं अध्याय लिएर फेरि हामी उपस्थित भइसकेका छौँ। अघि 27औं अध्याय सुन्नुभयो, अब 28औं अध्याय हामीले अहिले सुरुमा गरिने प्रार्थना र अन्तिममा गरिने प्रार्थना यो अध्यायमा हामी गर्ने छैनौँ, अर्को 29औं अध्यायमा चाहिँ गर्नेछौँ। आज हामी 3टा अध्याय भन्नेछौँ। अब अहिले चाहिँ गोमा पूर्व वृत्तान्त उपाख्यानाम छ। यसमा गोमाले आफ्नो पूर्व कथाहरू चाहिँ आफ्नो बुहारी चन्द्रावती र नमराजलाई सँगै राखेर र लावण्यवती तीनजनालाई सँगै राखेर बताएको कथा यसमा चाहिँ प्रस्तुत गर्नेछौँ। र 29औं अध्यायमा चाहिँ हामी नयाँ कथा सुलोचना उपाख्यानाम, यसमा चाहिँ सुलोचनाको श्री स्वस्थानीमा जस्तै हामीले पार्वतीले श्री स्वस्थानीको व्रत गरेको कथा र गोमाले पार्वतीले र विभिन्न नागहरूले र चन्द्रवतीले श्री स्वस्थानीको व्रत गरेको कथा सुन्छौँ भने सुनिसक्यौँ भने अब सुलोचनाको पनि कथा हामी 29औं अध्यायमा प्रस्तुत गर्नेछौँ। अब प्रस्तुत छ हाम्रो 28औं अध्याय श्री स्वस्थानी व्रत कथाको अध्याय 28 लाइभ है त। अब हजुरहरू एकचित्त गरेर कथा सुन्नुहोला। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि ध्यानपूर्वक सुन। चन्द्रावती पुत्र वधुले आफ्नो कष्ट र त्यसबाट उद्धार भएको सारा वृत्तान्त वर्णन गरेको सुनि मनमा नै अत्यन्त प्रसन्न भएकी कुमार ब्राह्मणीले हे स्वस्थानी जगदी छोरी भनी हृदयले सम्झँदै अञ्जली जोरी भन्न लागिन्, हे चन्द्रावती बुहारी, तिमी धन्य रहेछौ। त्यस्तो दुर्दशामा परेर पनि जगदीश्वरी श्री स्वस्थानीको भक्ति गर्न सक्ने तिमी धन्य छौ, धन्य हौ। अब म पनि आफूले दुःख पाएको र उनै ईश्वरीको करुणाले यस अवस्थामा आइपुगेको यथार्थ वर्णन गर्दछु। सुन, तिम्रो पति नमराज आफ्ना पिताको खोजी गर्न हिँडेपछि तिमी पनि माइत गयौ। घरमा म एक्लै हुनाले अर्क्याको ढिकी जाँतो गरी धागो काटी अनेक दुःख सहेर दिन बिताइरहेको थिएँ। समयले एक दिन सप्त ऋषिहरू आएर मैले दुःख पाएको जाने ठुलो करुणा गरी, हे कुमार ब्राह्मणी, श्री स्वस्थानीको परमेश्वरीको व्रत गर, तिम्रो सबै कष्ट नाश होला भनेर व्रतको विधान समेत बताई गए। ती ऋषिहरूको आतिथ्य गर्न घरमा केही पनि थिएन र चर्खामा रहेको धागोको लहरिया लिएर पान लिन गएँ। म पान लिएर आउँदा ऋषिहरू गइसकेछन्। तिनीहरू बसेको फिर्का मुनि 7वटा सुनका कौडी छोडेर गएका रहेछन् र मैले पाएँ त्यही द्रव्यले सबै सामग्री तयार पारेर शुक्ल पूर्णिमाका दिनदेखि श्री स्वस्थानी परमेश्वरीको व्रत प्रारम्भ गरेँ। अनि महिना दिन अर्थात् माघ शुक्ल पूर्णिमाका दिन व्रत पूर्ण गरी प्रसाद झिकेर श्री स्वस्थानी परमेश्वरीलाई मनले बारम्बार सम्झिरहेर राति जागराम बसेँ। ईश्वरीको कृपाले त्यही राति तिम्रो स्वामी नमराज आइपुगेर उसले मलाई बाहिरबाट डाकेको सुनेर तत्काल बाहिर आई डाकेर भित्र लगे अनि खानापिना दिए। हे नमराज, तेरा पिताको के समाचार भनी सोधेर तेरा स्वामी नमराजले मलाई भन्यो, हे माता, मेरा पिता भिक्षा माग्न गएका त गण्डकी गङ्गा तटमा पुगेर नित्य पूजा गर्न फलफुल मागेछन्। अनि फलफुल टिप्न वृक्षमा चढेका ती संयोगले त्यो वृक्षको हाँगो भाँची लडेर मरेछन्। यति नवराजले भनेको सुनि म शोक गर्न लागे। अनि नवराजले मलाई शोक चिन्ता नगर्नुहोस् भनी बुझाएर, हे माता, आज यति रातिसम्म नसुतेर किन जागराम गरी बस्नु भएको हो भनी सोधेर मैले भने, हे पुत्र, हे नवराज, श्री स्वस्थानी परमेश्वरीको व्रत पूजा गरेर उनै जगदीश्वरलाई सम्झेर जागराम गरेको हुँ भनी बुझाएँ। अनि प्रातकाल भएर नवराज गण्डकी गङ्गा स्नान गर्न गयो। गण्डकी गङ्गाबाट हरिहर प्रकट भई, हे नवराज, तेरी माताले श्री स्वस्थानी परमेश्वरीको व्रत गरेकोले हामी प्रसन्न भयौँ। लावनी देशमा राजा छैनन्, हात्तीलाई राजा रोज्न लगाएको छ, त्यहाँ आउनु, तँलाई हामी राज्याभिषेक दिलाउनेछौँ, राजा हुनेछस् भनी वरदान दिए अन्तर्ध्यान भएछन्। र नवराजले घर आई मलाई सारा वृत्तान्त सुनाए। अनि मैले श्री स्वस्थानी परमेश्वरीको प्रसाद दिए। हे पुत्र नवराज, हरिहरको वरदानले लावण्य देशको राजा बनेस् भनी आशीर्वाद दिएर त्यहाँ पठाएर उनै ईश्वरीको कृपाले यो ऐश्वर्य पाई सुखी भयौँ। अब पनि बाँचुन्जेलसम्म सधैँ श्री स्वस्थानी परमेश्वरीको कृपाले यस लोकमा सुख सन्तोष र सम्पत्तिको भोग गरी परलोकमा परमगति कैलाशवास होला। यति उपदेश दिई आफ्नो बितेको यथार्थ वर्णन गरिसकी फेरि अरू पनि अर्ती दिन लागिन्। तिमी चन्द्रावती र लावण्यवती दुवै बुहारी सुन, जस्तै सूर्यनारायण नभएको दिन र चन्द्रमा नभएको रात उज्यालो वा शोभित हुँदैन, त्यस्तै प्रत्येक मनुष्यको पनि घरमा असल स्वभाव भएकी पत्नी छैन भने त्यसको घर सम्पन्न। अब मेरो वृद्धावस्था भयो, तिमी दुवै दिदीबहिनी आपसमा मिलेर यो राज्य लक्ष्मी थामी मेरो पुत्र नमराज राजाको सेवा चाकरी गरेर बस। यति चन्द्रावती रानीलाई शिक्षा दिए, ढुकुरीको साँचो चुम्पिदिन। अनि चन्द्रावती रानी र लावण्यवती रानीले पनि, हे माता, हजुरको तपस्याले हाम्रा स्वामी राजा हुनुभयो, हामी दुवै रानी हुन पायौँ, हजुर धन्य हुनुहुन्छ भनी आफ्नी सासू गोमा राजमाताका चरणमा दण्डवत प्रणाम गरेर सदैव श्री स्वस्थानी परमेश्वरीको भक्तमा चित्त लगाई आपसमा मिलेर नवराज राजाको सेवा गरी राज्यको शुभ गर्दै आनन्दपूर्वक
रहँदा भयो। फेरि कुमारजी भन्नुहुन्छ, हे अगस्त्य मुनि, जो मनुष्य श्रद्धा र भक्ति साथ माघ मासको महात्म्य सुन्ला, माघभरिभरि माघ स्नान गर्ला, माघ स्नानको साथै माघभरि विविध वस्तु दान गर्ला, कङ्गालहरूलाई खिचडी खुवाउला र साथै साथै श्री स्वधानी परमेश्वरीको व्रत पूजा र आराधना गर्ला, अथवा सम्पूर्ण माघ महात्म्य सहितको श्री स्वधानीको कथा सुन्ला, सुनाउला, वा उनको महिमा लेखिएको वा छापिएको पुस्तक घरमा राख्ला, त्यसको घरमा दुःख दरिद्रताको बाँच कहिले पनि हुने छैन। आदि इत्यादि नवग्रह सदैव प्रसन्न रहनेछन्, अकाल मृत्यु कहिले पनि हुने छैन, भूत प्रेत पिशाच डाकिने साकिने बेताल त्रिदोष आदि रोगका भय हुने छैन, चोर नाका शत्रु अग्नि भय मनका हिंस्रक जन्तुको भय हुने छैन, र त्यस व्यक्तिका ब्रह्मा हत्यादि अनेक घोर पाप नष्ट भई यस लोकमा सुख सम्पत्ति र सुख शान्ति र सम्पत्तिको भोग गरी परलोकमा शिवका पार्षद भई कैलाश पर्वतमा बस्न पाउनेछन्। यति कथा स्कन्द कुमारले अगस्त्य मुनिलाई सुनाएका थिए र सोही कथा यहाँ मैले पनि यथामति विस्तारपूर्वक सुनायो। इति श्री स्कन्द पुराणे केदारखण्डमा कुमार अगस्त्य समादेश सुतानि परमेश्वरी व्रतकथायां गोमा पूर्व वृत्तान्त वर्णनम नाम अष्टविंश अध्याय समाप्त। 28औं अध्याय हाम्रो सकिन गएको छ। अब हामी केही बेरपछि फेरि 29औं अध्याय लिएर उपस्थित हुनेछौँ। अब अरू किताबहरूमा जस्तै यो अरू किताबहरूमा के छ भने यतिसम्म कथा मात्र छ, र यो किताबमा चाहिँ यो 29, 30 र 31 अध्याय चाहिँ हाम्रो धेरै लामो छ। यो अबको 5 मिनटपछि फेरि म यसलाई पूर्ण गर्नेछु। फेरि 29औं अध्याय लिएर फेरि उपस्थित हुनेछु। धन्यवाद।